Hi everyone, welcome back to our mini vlog. हाम्रो चाहिँ इन्डिया जानको लागि प्याकिङ भइसक्यो। आफ्नो कर्मथलो जान म रेडी भएर त्यसपछि माइजूले हामीलाई बिदाई गरिदिँदै हुनुहुन्छ। सुरुमा मम्मीलाई टिका लगाइदिनु भयो। अब जाने दिन आयो भनेर म चाहिँ कस्तो इमोसनल भइरहेको थिएँ है। अनि माइजूले बिदाई गर्दाखेरि चाहिँ मलाई आशीर्वादको दिन भएको थियो त आज। फोनै गर्दैन नि त म त्यति। अब त्यस्तै हो, बच्चाहरूसँग त्यति नभ्याएर हुन चाहिँ अब त्यस्तो बिर्सेको त होइन कसैलाई। अनि फोन चाहिँ गर्दै गर्नु है भान्जी भन्दै हुनुहुन्थ्यो। फोन नगरे पनि हामीले गरेको फोन चाहिँ उठाउनु भन्दै हुनुहुन्थ्यो कि माइजूले चाहिँ मलाई। अनि त्यसपछि मामाले चाहिँ हामी त्यहाँसम्म चोकसम्म पुग्नुको लागि डाँफे बनाएर लिएर आउनुभएको थियो। डाँफे भनेको अटो बोलाएर ल्याउनु। त्यसपछि हामी गयौँ अनि सबैले बाई गरे। अनि रिवान चाहिँ शिवा माइजूलाई चुप्पा गर्थ्यो। मम्मीलाई चाहिँ रिवान चाहिँ त्यहाँ बस्नै नदिएको कि। अनि त्यसपछि हामी गयौँ अटोमा चढेर चोकसम्म। हाम्रो गाडी चाहिँ आइसकेको थियो, आएर हामीलाई पर्खिराखेको थियो क्या। ढिलो भइसकेको थियो। अनि जाने बित्तिकै हामी छिटो गाडीमा बस्यौँ। अनि रिवान्सले चाहिँ मम्मीलाई त्यहाँ बस्नै नदिएको सिटमा भने मम्मी त्यतातिर स्टाफको सिट हुन्छ नि त सानो खालको, त्यहाँ बस्नुभयो। अनि अहिले अब त्यो सिटेपछि बल्ल आउँछु भनेर। अनि हामी त्यस्तै यो जान लाग्यौँ अब नेपाल छोडेर। कस्तो अब त्यस्तो नरमाइलो त होइन, त्यो पनि आफ्नै घरमा जान लागेको। त्यही पनि कस्तो लागिरहेको थियो कि झन् झ्याम पानी परिरहेको थियो त्यस्तै अब। अनि फेरि हामी आएर त्यहाँ बोर्डरमा आइपुग्यौँ। बोर्डरमा फेरि आजकल सामानहरू यस्तै चेक हुन्छ नि त, सबै सामानहरू चेक गर्छ। अनि बोर्डर पनि कति राम्रो बनाएको छ आजकल त, नेपाल र इन्डियाको बोर्डर हो यो चाहिँ। सबै सामानहरू चाहिँ लाइनमा राखेर अनि कुकुर ल्याएर कुकुरलाई सुँगाउँदो रहेछ कि यस्तै लाइनमा राखेको थियो नि, पालै कुकुरले सुँग्दै जाने रहेछ। अनि भित्र गएर फेरि मेसिनमा चेक गर्ने रहेछ। अनि त्यसपछि राति त्यस्तै भयो, राति भिडियो लिन। अनि बिहान 5:30 बजीतिर झऱ्यौँ। चिया खान रोकेको थियो। अनि चिया खानालाई झरेर मुखसुख धोएँ, बाथरुम गएर। अनि त्यसपछि चिया खान लाग्यौँ हामी। अनि ट्राभल चाहिँ धेरै लामो, चियाको यस्तो मिठो थियो नि यहाँको चिया। अनि त्यसपछि हामी फेरि गयौँ हरिद्वार आइपुगेपछि अब घर आउन त थोरै मात्रै टाइम थियो। अनि फेरि म बच्चासँग त्यही त हो, भिडियो धेरै लिन पाउँदैन। अनि एकछिन त्यही पनि हरिद्वार आएपछि सिटहरू खाली भयो थियो। मम्मी र रिवान्स अर्को सिटमा बस्नुभयो, म र नानी मात्रै यहाँ सिटमा बसेर नानीसँग खेल्दै एकछिन गएँ। अनि रिवान्स र मम्मी चाहिँ यता बस्नु भएको थियो। सिट खाली भयो नि त, हरिद्वार पछि त मान्छे झर्ने हुन्छ। अनि त्यसपछि गयौँ यो हरिद्वार चाहिँ गङ्गाजी हेर्नु। मलाई चाहिँ कस्तो आनन्द लाग्छ कि यो देख्दाखेरि, त्यही भएर भिडियो पनि रेकर्ड गरेर राखेको गङ्गाजीहरूको। अनि दाइ चाहिँ लिन आइसक्नुभएको थियो हामीलाई चोकमा गाडी लिएर। अनि त्यसपछि गाडी लिएर आइसक्नु थियो। अनि म चाहिँ घर आएर नुहाइ गरेर बाबुलाई नुहाइदिएर सासू मम्मीले खानासाना पकाएर राख्नुभएको थियो। म चाहिँ आएर खानासाना खाएर खाना दिएर अनि भाँडा धुन थालेँ। त्यसपछि नि रिवान्स दाइसँग बसेको थियो। म चाहिँ रिवान्स सुत्न हिँड्नु भनेको, रिवान्स चाहिँ सुत्नै मसँग नजाने भन्यो। अनि मैले छोडिदिएर आएँ। अनि फेरि पछि चिया आएको थियो। अनि फेरि दिउँसो 2 बजीतिर उठेर चिया पकाएँ सबैलाई खाना दिन। घरको मेरो अरूले चाहिँ खानुहुन्न क्या चिया, मम्मीको लागि मात्रै बनाइदिएको थिएँ। मम्मीले खाँदाखेरि म पनि खान्छु भनेर चिया पकाएँ। अनि त्यसपछि चिया खाएँ। मम्मी चाहिँ नानी चाहिँ 2जना मम्मीसँग खेलिरहेको थिएँ। अनि चिया दिएर चिया खाएर मम्मीहरू चाहिँ बाहिर गएर जानुभएको थियो। म चाहिँ आएँ नानीसँग एकछिन खेल्न। फेरि मलाई खाना पकाउनु थियो छिटो, किनकि पापा छिटो ड्युटी जानुहुन्छ नि त मेरो ससुरा बुवा। त्यही भएर खाना पकाउन म लागेँ किचनतिर। दिउँसोको भाँडा माझेको सबै राखेँ। अनि आँटो गुनेँ। अनि त्यसपछि आँटो गुनेँ, सब्जीको लागि रेडी गर्दै थिएँ। अनि त्यसपछि म सब्जी बसाल्न थालेँ। सब्जीमा चाहिँ आज थियो चिकन। अनि सब्जी पकाएँ। अनि यता भाँडा पनि फेरि थुप्रै सकेको थियो, भाँडासाँडा पनि धोएँ। मम्मीले चाहिँ कपडाहरू पट्याइदिनु थियो, सबै लिएर आएको लगेजको कपडाहरू कति धेरै थियो नि त। अनि कपडा प्याक गर्दै हुन्थ्यो। नानी उठेर रोएछ, फेरि त्यतिखेर हेरेर आएँ। अनि त्यसपछि फेरि अब सब्जी पाक्दै थियो त, पापालाई ड्युटी जानको लागि लेट हुन्छ नि त, फेरि ढिलो गऱ्यो भने। अनि म चाहिँ पहिला पापालाई रोटी पकाइदिन थालेँ, पापाको लागि मात्रै पकाइदिन्छु अहिले भनेर।
अनि यता सब्जी पाक्दै थियो अनि रोटी पकाएर पापाको लागि चाहिँ मैले टिफिन प्याक गरिदिएँ। पापाले चाहिँ लिएर जानुहुन्छ अनि पापाको लागि टिफिन रेडी गरिदिएर अनि फेरि रोटी पकाएर मैले रिवाजलाई खाना दिएँ। उता मम्मीलाई पनि खाना दिइसकेको थिएँ। मैले पनि खाएर सबैले खाएँ अनि किचन फेरि सफा गरेर आएँ। अनि आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ।